नमस्ते दर्शन सबैजनाले यो भिडियो स्किप नगरिकन हेरिदिनु होला। सबै दाजुभाइ दिदीबहिनीहरूले सक्दो सेयर गरेर सबैलाई पुर्याइदिनु होला। एउटा के भएछ घटना हामीसँग, एउटा विदेशी केटीले मलाई फ्रेन्ड रिक्वेस्ट पठाएको, मैले एक्सेप्ट गरेँ। 1-2 दिन मेसेज गरेँ, तिम्रो कुन देशमा घर हो भनेर मलाई सोधेको। मैले भने नेपाल। उसले भन्छ कि मेरो आमा पनि नेपालको हो। मैले सोधेँ कुन देश कुन ठाउँको, भन्यो कि पोखराको। मलाई पोखरा घुम्न धेरै मन लागेछ, तर आमा त छैन, बितिसके, बुवा मात्रै छ। मैले पुलिसमा जागिर खाएँ। अहिले युद्ध चलिरहेछ दुईटा एसियाको बिचमा, त्यो एउटा समस्या छ। कुरो गर्दै गर्दै उसले भने एउटा समस्या छ मलाई, तिमीले हेल्प गरिदेऊ भनेर। भाइ, तिमीलाई आफ्नो भाइ जस्तै म मानिरहेको छु। ठिक छ, के भनेको डलर, अमेरिकन डलरको पुरै बक्सको भिडियो बनाएर पठाइदियो। यो पैसा मैले युद्धमा पारेछु हैन, जिते। यो मैले, हाम्रो रुम खाली छैन, कता कता सार्ने हो। यो बक्स मैले तिमीलाई पठाइदिन्छु। योमा मतलब $17 लाख छ। योबाट मैले $3 लाख तिमीलाई दिन्छु, राख्न। मैले भने कि यो पैसा त म कहाँ राख्न सकिन्छ, म त नेपालमा होइन नि, म मलेसियामा हो। उसले के भने मलेसियामा पठाइदिन्छु, तिमी उता सेफ्ट बनाएर राख, यताबाट निस्किसकेपछि त ठिक्क हुन्छ। मैले 1 हप्ता 1 महिना पछि आउँछु लिनको लागि। मैले के काम गर्ने, मैले नेपाल जान्छु, उता स्कुल खोल्छु, अनाथ आश्रय खोल्छु भने धेरै लोभ देखाएँ क्या। मैले नि ठिक छ। उसले डिप्टीमा जाँदाखेरि मलाई कल गरिरहेको थिएन, किनभने न मेसेज। उसले भन्थ्यो कि डिप्टीमा गएर मोबाइलको डाटा अन गर्न पाउँदैन, किन हाम्रो दुश्मनहरू लोकेसन ट्र्याक गर्दैको हुनुहुन्छ। ठिक छ, मैले भने। उसले के गर्थ्यो, अब कुन कुन लुगा किनेर ल्याउँथ्यो, यो भाइ यो लुगा राम्रो छ कि छैन भनेर मलाई सबै भिडियोहरू बनाएर दिन्थ्यो हैन। तब भने भाइ कि म आज जान्छु एयरपोर्ट, अब पैसाहरू बक्समा हाल्दै रेपिङ गर्दै उनीहरू भिडियो, आज मैले एयरपोर्ट आइसकेँ, मैले पैसा पठाएर आएको छ, सबै डकुमेन्टहरू त्योमा हाल्दै मलाई फोटो भिडियो बनाएर दिन्थ्यो। भने भाइ आज यो पैसा म पठाइदिन्छु, तपाईँले मसँग गद्दारी नगर्नु होला, इमान्दारीपूर्वक काम गरिदिनु होला, म आफ्नो भाइ जस्तै तिमीलाई मानिरहेको छु। ठिक छ। उसले फेरि उताबाट आयो, मलाई भनेको आज एयरपोर्टमा मैले सबै कागज चपतप साइन हानेर यो पैसा कुरियर गरिदिएको, बिहान 8 बजेतिर कोलालम्पुर मलेसिया पुगिहाल्छ। ठिक छ। उसले के गर्यो, 8 साढे 8 बजे मलाई मेसेज गरेको, भाइ यो नम्बरमा फोन गर, मान्छेले पैसा तिमीलाई डेलिभरी गर्छ, यो मान्छेसँग कुरा गर। मैले यो मान्छेसँग सुरु गरेको, त्यो एउटा केटी बाजिरहेको थियो। उसले भने कि कुन ठाउँमा हो, तिमीलाई अलिकति पैसा पे गर्नु पर्यो, कति 38 रिङ्गेट पे गर्नु पर्यो। भाइ कहाँ 38 रिङ्गेट कहाँबाट ल्याउने भनेर, होइन जबसम्म 38 रिङ्गेट पे गर्दैन भनेर तबसम्म यो पैसा जाँदैन। फेरि म उसलाई मेसेज गरेँ, उसले के भन्छ, तिमीले पे गरेर त्यो पैसा राख, म तिमीलाई पैसा दिन्छु, अझै पैसा म आफ्नैबाट दिन्छु। मैले भने 1 रुपियाँ मसँग छैन, म कहाँबाट दिने। उसले भन्छ साथीभाइहरूसँग सापटी लिएर, जसँग हुन्छ जोसँग सापटी लिएर त्यो पैसा तिमी आफ्नो रुममा डेलिभरी गराएर राख, न त बुढिहाल्छ। मैले म 1 रुपियाँ मसँग छैन, साथीभाइ कोही पनि छैन। उसले के भन्छ, यत्रो विश्वास गरेको तिमीसँग, तिमीले यस्तो धोकेबाज हो, यो हो त्यो हो। मैले भने के धोकेबाज, मसँग पैसै छैन त तपाईँले भन्नुभयो किन कि पैसा लाग्छ डेलिभरी, लाग्दैन। तब उसले रिसले कि मलाई धम्की दिन लाग्यो, तिम्रै त्यो सबै डिटेलहरू तिम्रै नामको छ, तिमीलाई पुलिस केस गर्छु, पुलिसले समतमा लगाउँछु। मैले भने कि जे गर्न छ गर, मसँग पैसै छैन, म अझै गर्दैन। मैले छाड दिएको। तब उसले के गर्यो, जति धम्की दिन थियो सबै दिइसक्यो। मैले जे गर, मसँग पैसै छैन। तब उसले के गर्यो, नम्बर ब्लक गर्यो। म सबै दाजुभाइहरूलाई भन्छु, यो भिडियो सक्दो सेयर गरेर सबै नेपाली दाजुभाइसँग पुगाइदिनु होला कि यस्तो यस्तो समस्या हुन्छ। विदेशी केटाले नेपाली केटीहरूलाई गर्छ र विदेशी केटीहरूले नेपाली केटाहरूलाई यस्तो जालमा फसाउँछ कि लोभ दिएर लोभ्याउँछ। जय नेपाल। सबैजनालाई यो भिडियो राम्रोसँग हेरेर सेयर गरिदिनु होला। धन्यवाद।